अब मेरो भिजन अनुसार हेर्ने हो भने चाहिँ यसलाई कसरी हामीले समाधान गर्न सकिन्छ त भन्दा जे जति ऐलानीमा बसे अब त्यो अहिले बस्या होइनन् हैन, थोरै 20 वर्ष 15 वर्ष पहिला अगाडि बसेका छन् पहिलादेखि। त्यस्ता मान्छेहरूलाई जहाँ चाहिँ उनीहरूले अब त्यो सरकारी जग्गा हो त्यो जग्गालाई उहिले विभिन्न दलालहरूले पनि बेचे होला, के भयो होला, त्यो तालेर पत्र बेचिँदै पनि आयो होला सायद। र त्यसरी चाहिँ नि आएको जग्गामा उनीहरूले अहिले घर बनाएर बसिरहेछन्, भोग चलन गरिरहेछन् धेरै वर्ष पहिलादेखि। फेरि थोरै छैन, एक दुईवटा छैन हैन, लाखौं लाख जनताले त्यो खालको चाहिँ नि गरिरहेको अवस्था छ देशैभरि हेर्दाखेरि। त्यसरी लाखौं जनताको घर भत्काइदिँदाखेरि खरबौंको क्षति हुने, थुप्रै तपाईको चाहिँ नि के अरे हैन समस्याहरू झेल्नु पर्ने, देशमा चाहिँ नि गरिबी बढ्ने, गरिबहरूको संख्या बढ्ने। अब जीवनभरको कमाई लगाएर एउटा घर बनाएको हुन्छ, त्यो घर भत्काइदिएपछि त्यो मान्छे त गरिब हुने भयो। त्यसो भएको कारणले गर्दाखेरि एउटा उपाय के छ त यो समाधान गर्ने भन्दाखेरि चाहिँ त्यसरी बसेका मान्छेहरूलाई चाहिँ जति जग्गा ओगटेर बसेको त्यति जग्गा बराबरको, त्यति क्षेत्रफल बराबरको जग्गा चाहिँ सरकारले हैन सरकारी रेटमा त्यो जग्गा भोग गरेर जन तपाईको चाहिँ नि घर बनाएर बसेको छ त्यो मान्छेलाई सरकारले बेच्नुपर्छ, सरकारले धनी पूर्जा निकालेर दिनुपर्छ। त्यसो गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि त्यो मान्छेको हैन 20औं वर्ष 30औं वर्षको कमाई पनि जोगियो।